दर्शकबिन नमस्कार। युवा पुस्ताका लोकप्रिय गायक एकदेव लिम्बुले भारतीय सुपरस्टार गायिका नेहा कक्करसँगको बहुप्रतीक्षित सहकार्यमा ल्याएको हिन्दी नेपाली गीत झिमझिमले युट्युबमा तहल्का मचाएको छ। गत शुक्रबार असार 13 गते जुन 27 मा सार्वजनिक भएको यो गीतले 3 दिनमै 90 लाख भन्दा बढी भ्युज बटुलेर युट्युबमा नेपाल र कतार संगीतको विधाको ट्रेन्डिङमा शीर्ष स्थानमा ओगट्न सफल भएको छ। त्यस्तै अन्य भारत, अस्ट्रेलिया, दुबई, कुवेत र अन्य देशहरूमा पनि ट्रेन्डिङ स्थानमा पर्न सफल भएको छ। एकदेवको यसअघिको विश्व चर्चित नेपाली गीत झिमझिम्याउने आँखाकै हिन्दी संस्करणको रूपमा आएको झिमझिममा नेहा कक्कर र एकदेवको स्वर दुई संयोजन छ। विशेष गरी नेहाले नेपाली हुक लाइन झिमझिम्याउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मनपापी भुतुक्कै भए म गाउँदा गीतले नेपाली दर्शकको मन झनै जितेको छ। यो सहकार्य नेपाली संगीतलाई विश्व मञ्चमा पुर्याउने एउटा महत्त्वपूर्ण फड्को हो। गीत सार्वजनिक भएको छोटो समयमै 90 लाख भ्युज पार गर्नुले यसको लोकप्रियता अझ स्पष्ट पारेको छ। युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहनुले यस गीतको दर्शकमाझको प्रभावलाई पुष्टि गर्दछ। हिन्दी र नेपाली भाषाको सुन्दर मिश्रणले दुवै देशका श्रोतालाई आकर्षित गरेको छ। ऋविक सावर र प्रिया प्रकाश वारियरको आकर्षक अभिनय तथा स्नेहा शेट्टी कोहलीको निर्देशनमा बनेको यो भिडियोले गीतलाई अझै जीवन्त बनाएको छ। एकदेव लिम्बुले आफ्नो ग्लोबल हिट झिमझिम्याउने आँखालाई हिन्दी संस्करणमा रूपान्तरण गरेर नेपाल र भारतबीचको साङ्गीतिक सम्बन्धलाई अझ बलियो बनाएका छन्। यो सफलताले नेपाली संगीत उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप पहिचान दिलाउन मद्दत पुग्ने विश्वास गरिएको छ। नेहा कक्कर र एकदेव लिम्बुको झिमझिमले नयाँ कीर्तिमान बनाउँदै युट्युबमा नेपाली संगीतको दबदबा कायम राखेको छ। यो गीतको सफलताले नेपाली संगीतकार र गायकहरूका लागि थप अन्तर्राष्ट्रिय अवसरका ढोकाहरू खोल्ने अपेक्षा गरिएको छ। आजको लागि यति नै। थप समाचारका लागि हाम्रो च्यानल हेर्दै गर्नुहोला र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।